मैले चाहिँ अचार हाल्नुलाई आज मुला ल्याएर यहाँ काटेर ठिक गरेको छु। अहिले चाहिँ अब सुकाउनु पर्छ घाममा। गुन्द्रुक यो गुन्द्रुक चाहिँ सुके जस्तो छ। हेर्न चाहिँ यहाँ राख्नु पर्यो। मैले यहाँको सागको बनाएको कि गुन्द्रुक चाहिँ अलिकति उयो भएको नि त, खाइ नसकेर छिप्पिएर 2 दिनको घामले खङ्ग्रामै भएछ। त्यस्तो अमिलो चाहिँ छैन, सेन्ट चाहिँ राम्रो आएको छ। यसलाई चाहिँ सुकाउनुपर्छ। यस्तो भयो। यो नि राम्रो भएन, के भयो पनि सँगै रोपेको यो यति राम्रो भएको छ। फेरि यहाँ रोपेको चाहिँ काम लागेन, यो त झन् मर्नै लाग्छ। के भएको यस्तो? त्यही भएर म चाहिँ यहाँको यहाँ सारेको यहाँ त्यहाँ के चाहिँ मिल्दैन अचम्म लाग्छ। त त्यही माटो हो, त्यही मल हो, रोप्न नमिल्ने। यहाँ चाहिँ मैले यस्तो गरेँ, सबै पिटुनिया रोपेँ। मर्नु लागेकोलाई फालेर नयाँ राम्रो फुलेकोलाई राखेँ। यसको चाहिँ जमाना गयो, अस्ति नै राम्रो पलायो, अब चाहिँ मर्न थाल्यो। यो अब अलि पछि फुल्छ मजाले। यो मेरो पोहोरको जेरेनियम हो। यो कोपिला लाउँदैछ, मैले इन्डोर राखेको थिएँ। अनि यो चाहिँ यसपालि ल्याएको, यो पनि पोहोरको हो। कस्तो राम्रो फुल्यो। यो चाहिँ नमर्ने रहेछ कि चिसोले पनि। यो चाहिँ हो ह्याङ्गिङ बास्केटमा पिटुनिया। यो मेरो पहिलाकै पाइन ट्री हो। यता सेतो, यता ब्लू कि पर्पल हो। कन्फ्युज भयो, कस्तो दामी छ।
यो सयपत्री अस्ति ल्याएर रोपेको मैले। यता यो अस्ति आफै उम्रिन्छ। यो चाहिँ स्प्रिङमा फुल्ने हो, यो मर्यो। अनि यहाँ चाहिँ मैले यो सयपत्री रोपेको, यो फुल्न लाग्यो। यो पनि यो चाहिँ पोहोरको सालको है। यो नमर्ने रहेछ है चिसोले, यो पनि राख्नुपर्ने रहेछ, फ्याल्नु नहुने रहेछ। मैले कति चाहिँ उखालेर फ्यालेँ अनि सयपत्री भइहाल्यो। यिनीहरू चाहिँ मैले फेरि अस्ति ल्याएर रोपेको। यता पनि छ। यो चाहिँ हाम्रो नेपालको खरुकी भन्छ। यहीँ उम्रेको थियो, यसलाई मैले अनि राखेको। यस्तो छ। यो के अरे उयो फुल्न लाग्यो। यो गोदावरी भइहाल्यो। यो गुलाब फुल्न लागेको छ। यो पनि यसरी फुल्छ, यस्तो फुल्छ। यस्तो दामी फुल्छ कि यो फुल भन्दा नि यसको मलाई पातै राम्रो लाग्छ। यसको चाहिँ यो हिउँदमा मर्छ, फेरि पलाएर यस्तो राम्रो फुल्छ। यो चाहिँ फेरि मेरो यो अस्तिको फुल हो। यसको चाहिँ अहिले सिजन गएर झरिसक्यो। यो चाहिँ मैले अस्ति रेकर्ड गरेर राखेको थिएँ, त्यही हजुरहरूलाई चाहिँ देखाएको। लाइब्रेरी पहिला सपिङ जान्छु, मेरो चाहिँ बसेको थियो, त्यसपछि लाइब्रेरी। ओके। यो पनि मेरो पोहोरको सालको हो। यति राम्रो फुल्यो, ह्याङ्गिङ बास्केटमा राखेको थिएँ। पोहोरको साल रोपेको। अनि मैले चाहिँ यता सारिदिएको, दामी फुलिरहेछ। यो देसी कि के भन्दो रहेछ, यो अस्ति ल्याएर रोपेको। यो राम्रो लाग्यो कि मलाई, त्यही भएर ल्याएको। फुलिरहन्छ यो पनि। यस्तो छ। यिनीहरू नि फुल्छ। यो राम्रो फुल्छ अब एक दुई दिनमा। यो अस्तिदेखि फुलेको। यो नि मेरो पोहोरको सालको हो। यो पनि पोहोरको सालको। यो तरुलबाट उम्रिने हो। त्यो पर अघि मैले देखाएँ। यो रोज भइहाल्यो। यो पनि यसपालि ल्याएको। यिनीहरू त अब मेरो यो सबै यो गोदावरी फुल हो। यो तिहारमा ढकमक्कै फुल्छ, थाहा भएकै कुरो हो। यो चाहिँ तितेपाती है, तितेपाती पनि रोपिदिएको। अनि यहाँ चाहिँ यो बेथु साग छ, मलाई बहिनीले दिएको। यो पर्मिला बहिनीले। यो फेरि मैले अर्को नयाँ बिरुवा दाना छरेर पनि उमारेको। यत्रो भयो, खाने बेला भयो। पुरानो चाहिँ सकेर मैले छरेको थिएँ। यसलाई पनि म आज चाहिँ टिपेर खानेवाला छु। अनि बिरुवाहरू पनि छ, उम्रिँदैछ, कोही बढ्दैछ। अनि यो फुलेको चाहिँ पाक्चै हो, मलाई छिमेकीले दिनुभएको। फुलिहाल्यो अनि मैले चाहिँ बिउ राख्नु पर्यो भनेर अनि छोडिदिएको। यो मेरो अर्को लट फेरि साग, रायो साग चाहिँ यस्तो भयो। यो नेपालको बिउ हो, बडा भयो, फुलेको छैन भनौँ न। यहाँको बिउ, यहाँ मैले राखेको बिउ चाहिँ फुलिहाल्ने कि, यत्रो बढाउनै नपाउने, फुल्न थालिहाल्ने। धनियाँ उम्रिँदैछ भर्खर, गोदावरी। यहाँ चाहिँ मेरो बोडी सिमी चाहिँ अस्ति रोपेको मैले, यत्रो भयो। यता छ आलु। यहाँ अलिकति स्पेस थियो अनि मैले आलु रोपेको। यो सिमी पनि छिमेकीले दिनुभएको।
यत्रो भयो। यो चाहिँ फुल जङ्गली फुल हो। यो जङ्गलबाट ल्याएर रोपेको। यो फापर साग पनि फेरि टिपेर खाने बेला भयो। ठुलो ठुलो भइसक्यो। धेरै चिप्यो भने अमिलो हुन्छ, त्यही भएर म चाहिँ यसलाई पनि टिप्दैछु। यो मुला चाहिँ दिनभरि सुकायो। अब चाहिँ अचार बनाउने यसलाई। यो चाहिँ तोरीको गेडा, यसलाई भुटेर पिसेर हाल्ने हो अचारमा। यो चाहिँ तोरीको गेडा हो। मस्टर्ड सिड्स, मस्टर्ड सिड। के खानु भएको छ र जे पायो त्यही त खानुहुन्न। त्यही दाल भात तिन त खानै पर्यो। जाँडो खानुहुन्न, चुरोट खानुहुन्न, अमिलो पिरो केही खानुहुन्न। छेउतिर भन्छ साथीको बर्थडे छ अरे। आज चाहिँ ढेँडो खाने हो हामी वेकेन्डमा पोर्कको करीसँग। यतिको चाहिँ हुनुपर्छ कि ढेँडोमा चाहिँ गिलो मिलो ढेँडो खाँदो रहेछ। अलि चाम्रो हो। नआउँदै खाऊ है। यहाँ त पश्चिमले खाने चलन छ। ढेँडो चाहिँ मलाई चाहिँ नटोकी निल्नु सक्दिनँ। अघि क्या त मकबाङमा यत्रो ढेँडो त घुर्लुक्कै हो। पश्चिमको हो। ढेँडो भनेर हुँदैन, पकाउने तरिका चाहिन्छ। ढिलो पार्नु हुँदैन, पाकेन भने पेट दुख्छ फेरि।
खाइसक्यो। अब भेटाए त खाइन्थ्यो कि अहिले त खाँदैन घरमा